दुर्गामा चढाएर आएर ढोकामा लाग्नु दुर्गामा म चढाएर आउँछु निधार भयो नगराउनु ट्याक्क हो राम्रो ट्याक्क किनभने कपडा फोरा हुन्न नि राम्ररी पढे ज्ञानी बने है राम्ररी पढे ज्ञानी भयो भने बस्दै बन्न सक्छ इमानदार बन्न सक्छ जमरा लाग्ने कता नि छोरी आमा जमरा लगाइदिनु सक्यो यतापट्टि लाग्ने मैले यतापट्टि लाग्ने अब यसपछि पाला हुन्छ कि दिदी मैले लगाइदिनु पहिला भनेर एकान्त थोपा टक्क टक्क दुईटा राख एकै ठाउँ टक्क दुईटा दाना मात्रै खानु पऱ्यो पहिला चाहिँ निधार गरी लाउने कि घनाएर चिलाएर पानी छ हात धुने बेलामा पानी छ त्यहाँ जमरा राखिदियो एउटा राखिदिनु कि धेरै मान्छे लाउनु धेरै हुन्छ क्या रिट पुरा गर्ने बस ल दक्षिणा धेरै हुन्छ क्या बेलुकासम्म त तिर्को पैसा ल्याएर बियर खाने फेरि नमस्ते गर नमस्ते यस्तै हो नगराउनुहोस् सुनिन्छ थप लाग्यो भगवान्ले रक्षा गरून् कान्छीलाई कति पटक लाग्ने एकपटक धेरै हात हालिदिनु एउटा गर्नु धेरै पनि जमरा भयो क्या नमस्ते गर नमस्ते गर भगवान्ले रक्षा गरून् विद्या बुद्धि विवेक दिनु दुर्गा भगवान्ले रक्षा गर्नु है नमस्ते गर भन्नु विद्या बुद्धि विवेक भगवान्ले रक्षा गरून् अब आएता आउनुहोस् त्यहाँ लानु अङ्की साथीमा आउनुहोस् ल आउनुहोस् अनुष्का सिंह यसो त्यहाँ लैजाऊ अङ्की साथी लगाइदियो त्यहाँ दिदीलाई यता मैले लगाइदियो सुरुमा कल लगाइदिनु सानी लगाइदिनु काम छ भोक लाग्यो भयो धेरै नलाइदियो पैसा दिएपछि नमस्ते गर्नु पैसा नदिनु भयो धेरै भयो पैसा नि दिने हो एक-एकवटा जमरा राख्दैन अब हातमा थोरै छोरीको थोरै टिको साथी त निगार नखाँदै गर्न
काट्न पर्यो गरे यसरी खिचा के आमा खोइ आउनुभयो त आमा कहाँ आउनुभयो यहाँ आउनुभयो त्यहाँ नदेख्नु भयो त स्टप भयो भिडियो बन्द भयो के भयो होइन त्यो लाइट अफ भएको क्या चार्ज सकिन्छ बस मिल्दैन क्या कच्चा कच्चा हुने हो त्यही भयो के देखिएन मैले देख्नु निकाल्नु न तल गएर मिलाइदिइ गर्नु न सबैले 100 रुपियाँ हो दादा दादा भिडियो बनाइहाल्नु किन बनेन म त यहाँ आउँदै देखेँ त्यही भएर धन्यवाद अनि झरेर खुट्टा ढाउने दसैँ त अति नै थोरै भयो पैसा राम्रो लाग्यो सबैभन्दा हेन्सम त दीपक दाइ दीपक दाइ पक्कै बिहा हुन्छ अब बिहामा माग्न भने केटी माग्ने काँगै काँगै के हो यस्तो पड्किने ल हाल आयो यो फटाफट लगाइदिउँ म छोरा एउटा लाइन छ त्यो एउटा लाइन चाहिँ रोक्नु छ कहाँ जान्छ तपाईँ ल आउनुहोस् कि हामीलाई लगाइदिनु आन्टीले छोरालाई त नभेली हुन्छ तिम्रो मोबाइल दिन्छु मोबाइल दिन्छु पछि पैसा मस्तै गराउने भयो नि तिर्छन् ज्ञानी भयो ठुलो मान्छे भयो है हस् पैसा भयो भने भएर ठुलो मान्छे हुन्छ ज्ञानी हुने ठुलो मान्छे बन्ने राम्ररी पढ्ने धेरै मोबाइल नहेर्ने यस्तो हो कि लगाइदिइहाल्नु कि एउटा एउटा लाउने सोचेको पुगोस् अन्त चाहिँ गाईको सबै कुरो राम्रो हुँदै जाओस् अब काटिन्न मेरो नि आशीर्वाद दिँदै गर्नुहोस् ल एउटी बुढी भेटियोस् मेरो छोरालाई सटक्काजी अरू सबै ठिकै छ म यो मङ्सिरभित्र हाड बाबुको बिहा हो थोरै पैसा भयो भनेर मेरो छोरा बन्द उठा भएन बाजुलाई होइन बेसी नातिले देखाएर उठ्यो तपाईँ लगाइदिनु किन रिसायो त यत्रो 100 रुपियाँ दिँदा नि नमस्ते बाबु ल नमस्ते
नमस्ते बोल्नु भरिन्छ बस 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 खुट्टा ढोग्नु पर्छ र त दबाम लाग्यो सबैको खुट्टा लटुर मोल छराउले लाइन्छ को पर्योलाई यो कुरा सुनिन्ने रोल बित्न पर्ने आमाको अपमान होला है हामीले त सबै मिलाएर टिका परेपछि चिला हुन्छ आन्टी त ए सँगै लगाइदिनु कि व्यवस्था गरिदिए हम चाहिँ मिटर पल्टाएर तल राम्रो थप्दै हुन्छ मैले त अब बुहारीलाई लाउनु यहाँ बस्छ तपाईँले बुहारी लानु त्यसपछि मैले बुहारी लाइन पऱ्यो अस्ति पैसा दिनलाई भन्छ नि यहाँ सँगसँगै लाग्यो दिने कि 150 150 त्यसरी मैले त गर्न पर्यो मैले सही सिस्टम ल्याउनु छ के सिस्टम सही ल्याउनु रक्षा गरे मनोकामना पुरा होस् उन्नति प्रगति होस् एउटा सबैको त्यो चाहिँ पिर्छ अब तिमीहरूलाई पनि एउटै कुराको कमी छ त्यो अब अर्को दसैँसम्म पुरा होस् मस्तै दिन भन्दै नि अविश्वासको फोन कति बेला आउने भन्दै टिका लाउँदैछ छुट्टै पर्दैन कि खर्च 100 रुपियाँ दिनु के भाउजू पैसा दिएर खोइ त्यो ऊ हुन्न क्या त्यो पैसा खर्च गर्दैन खाइयो पियो रमाइलो हो कि खर्च त कति भा हजुर उठा सासू हेर्नुहोस् ए बाबुले हो अब कसलाई भयो टिका राम्रो दिनुहोस् ल यहाँ बाबुलाई लगाइदिनु होइन भन्छ भने मलाई आफै हो पैसा त एकदम धेरै ल